मनोज बाबु मनोहर एक बहुमुखी प्रतिभाका धनी, सकारात्मक सोच भएका र प्रकृति प्रेमी युवा मिडियाकर्मी हुन्। आफ्नो नामभन्दा मनोज बाबु मनोहर उपनामले सम्बोधित हुन रुचाउने यी युवा प्रतिभाले नेपाली मिडिया, साहित्य र कलाको क्षेत्रमा आफ्नो एउटा अलगै पहिचान बनाउन सफल भएका छन्। अभिनय क्षेत्रमा योगदान। मनोज बाबु मनोहरले अहिलेसम्म विभिन्न नेपाली टेलिफिल्महरूमा आफ्नो अभिनय प्रतिभा प्रदर्शन गरिसकेका छन्। स्वाभाविक अभिनय शैली र भावपूर्ण प्रस्तुतिका कारण उनले दर्शकहरूको मन जित्न सफल भएका छन्। प्रत्येक भूमिकामा उनले आफ्नो आत्मा उडेल्छन् र पात्रलाई जीवन्त बनाउँछन्, जसले गर्दा उनी दर्शकहरूको मनमा छाप छाड्न सफल हुन्छन्। साहित्य सृजना र गजल सङ्ग्रह। साहित्यप्रति अत्यन्तै गहिरो आस्था राख्ने मनोजले आफ्नै गजल सङ्ग्रह प्रकाशित गरिसकेका छन्, जुन नेपाली साहित्यकारहरूको बीचमा सराहनीय बनेको छ। उनको कलमबाट जन्मिने गजलहरूमा जीवनका विभिन्न पक्षहरू, प्रेम, प्रकृति, समाज र मानवीय संवेदनाहरू कुशलतापूर्वक समेटिएका हुन्छन्। गीत लेख्ने, गुनगुनाउने र सृजनात्मक लेखनमा उनको विशेष रुचि र प्रतिभा उल्लेखनीय छ। एक मनोज बाबु भनेको एक सचेत र हृदयवान व्यक्ति। मिडिया कर्म र डिजिटल उपस्थिति। एक समर्पित मिडियाकर्मीका रूपमा मनोज बाबु मनोहरले पत्रकारिताको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याइरहेका छन्। उनको आफ्नै युट्युब च्यानल खबर आजको .com रहेको छ, जहाँ उनले समसामयिक घटनाक्रम, समाजका विभिन्न पक्षहरू र मानिसका कथाहरूलाई सजीव रूपमा प्रस्तुत गर्दछन्। उनको खबर प्रस्तुतिको शैली सरल, स्पष्ट र प्रभावशाली छ। व्यक्तित्व र स्वभाव। मनोज बाबु मनोहर अत्यन्तै सहयोगी, मृदुभाषी र आकर्षक व्यक्तित्वका धनी हुन्। प्रकृतिप्रति उनको अगाध प्रेम छ र नयाँ नयाँ ठाउँहरू भ्रमण गर्ने उनको पुरानो सौकस हो। यात्राका क्रममा उनले विभिन्न संस्कृति, मान्छे र परिवेशलाई नजिकबाट अनुभव गर्छन् र त्यो अनुभवलाई आफ्ना साहित्यिक सृजनामा उतार्छन्। उनको मिलनसार स्वभाव र अर्काको दुःखमा सहयोग गर्ने प्रवृत्तिका कारण उनी सबैको मनमा बस्न सफल भएका छन्। आगामी दिनको सपना। मनोज बाबु मनोहरका आगामी दिनहरू अझ उज्जवल र प्रगतिशील हुनेछन् भन्ने दृढ विश्वास छ। साहित्य, अभिनय, पत्रकारिता र डिजिटल मिडियाको क्षेत्रमा उनले अझ ठूला उपलब्धि हासिल गर्नेछन्। उनको लेखनीले झन धेरै पाठकको मुटु छुनेछ, उनको अभिनयले झन धेरै दर्शकलाई भाव विभोर पार्नेछ र उनको पत्रकारिताले समाजलाई सही दिशामा सचेत गर्दै जानेछ। कलम र क्यामेरा बोकेर सत्यको खोजमा निस्कनु नै मेरो जीवनको उद्देश्य हो। शुभकामना सहित मनोज बाबु मनोहरको जीवन सधैँ सुन्दर, सफल र प्रेरणादायी रहोस्। तिम्रै सासले हो म बाँचेको, तिम्रै कारण हो म हाँसेको। तिम्रै सासले हो म बाँचेको, तिम्रै मेरो मुटुमा छौ साँचो मायाको तिमी रमाणु हौ, साँचो मायाको तिमी रमाणु हौ।
डलिरह्यो मन ताप बनेर मेरो धडकन हौ मेरा हरेक अङ्ग अङ्गमा तिमी छौ मेरा हरेक अङ्ग अङ्गमा तिमी छौ तिम्रै सासले हो म बाँचेको तिम्रै कारण हो म हाँसेको तिम्रै सासले हो म बाँचेको तिम्रै कारण हो म हाँसेको मेरो मुटुमा छौ साँचो मायाको तिमी रामायण हौ साँचो